हेलो एभ्रिवान। आज माछाको झोल खानु मन लागेको कारणले म पुगेँ नेपालीहरूको फार्मर्स मार्केट हाट बजारमा। त्यहाँ पुगेर मैले माछा लिएर आएँ। माछा लिएर आएपछि सबै इन्ग्रेडियन्टहरू रेडी पार्न थालेँ। प्याज काटेँ, टमाटर काटेँ, अदुवा लसुनको पेस्ट बनाएँ, खुर्सानीलाई मसिनो टुक्रामा काटेँ, धनियाँ काटेर सकिसकेपछि अदुवा लसुनको पेस्टमा 2 चम्चा जति मस्टर्ड हालेँ र अरू मसलाहरू पनि प्रिपेयर गर्न थालेँ। यो मैले पहिल्यै बनाएर राखेको सल्ट, ब्ल्याक पेपर, मेस, नटमेगको धुलो थियो। त्यसमा एमएसजी, मिट मसला र रेड चिलिजको पाउडर एड गरेँ। सबै इन्ग्रेडियन्टहरू रेडी भएपछि ग्यासमा मैले कालो कराई बसालेँ। मजाले पुत्ताउने गरेर तातेपछि त्यसमा तेल एड गरेँ। हामीले युजुअली माछा बनाउँदाखेरि फर्स्टमा फ्राई गरेर झोल हाल्छौँ, जुन चाहिँ अलि अनहेल्दी जस्तो लाग्ने भएर चाहिँ हेल्दी वेमा पकाउनको लागि चाहिँ यो डिस बनाएको हो, जुनमा चाहिँ फ्राई नगरिकन हामीले झोल हालिन्छ। अघि काटेर राखेको प्याज र खुर्सानीलाई तेलमा हालेपछि त्यसलाई चाहिँ एकैछिन भुट्नको लागि छोडिदिन्छौँ अनि बेसार हाल्छौँ। एकैछिन बेसारलाई मजाले पकाउने अनि डाइस गरेको टमाटर हालिदिने। त्यसमा टमाटर गल्नुपर्छ। टमाटर गलिसकेपछि अघि जिन्जर, गार्लिक र मस्टर्डको पेस्टलाई हाल्ने। त्यसमा मसला मजाले पाकेपछि अघि जुन चाहिँ मैले भनेको थिएँ मसलाहरू प्रिपेयर गरेर राखेको थिएँ, त्यो मसला हालेर अझै पकाउनुपर्छ। यसलाई खासै केही गाह्रो त छैन। जुन चाहिँ तेल माथि उम्लिरहेको देख्नु भएको छ त्यो भनेको मसला मजाले पाक्यो भन्ने सङ्केत हो। त्यसपछि उमालेर राखेको पानी हाल्दैछु मैले मेरो यो मसलामा। अनि पानी उम्लेपछि माछा जुन चाहिँ लिएर आएको थिएँ त्यसलाई हालिदिने र 10-15 मिनट पाक्न दिने। पाकेर सकिसकेपछि मैले माथिबाट धनियाँ स्प्रिङ्कल गर्दैछु र एकैछिन बोइल भएपछि आफूलाई अब केसँग खानु मन लाग्छ, मलाई त भातैसँग खानु मन लाग्छ खाने। थ्याङ्क्स फर वाचिङ। घरमा बनाएर खानु होला।